हेलो साथीहरू, आज चाहिँ म सक्खर राखेर चिया बनाउँदैछु। त्यसको लागि मैले 1 कप आधा पानी राखेँ। त्यसपछि मैले 3 चम्मच चाहिँ पाउडर राखेँ है, पाउडर दुध। त्यसपछि मैले 5-6 वटा सुकुमेल मात्र कुट्नलाई तयार गरेँ। त्यसपछि मैले चियापत्ती राखिदिएँ चियामा। त्यसपछि मैले पिसेको सुकुमेल पनि राखेँ। त्यसपछि मजाले चलाएँ अनि त्यसपछि भक उमालेँ। अनि यता मैले कपमा यो जागरी पाउडर, सक्खर 1 चम्चा र अलिकति राखेँ दुवैजनालाई। अनि त्यसपछि मैले मेरो छोरीको लागि थोरै चिया राखिदिएँ। मलाई चाहिँ धेरै म चाहिँ धेरै खान्छु। अनि मैले आज छोरीलाई चाहिँ दुधको चिया त्यो सक्खर राखेको भएर दिन लागेको हैन। उनलाई एकदमै मनपर्छ मिल्क टी, तर म कहिले पनि दिन्न, असर गर्छ भनेर। म चाहिँ खान्छु, मेरो चाहिँ अब बानी परिसक्यो। अनि मैले अब चाहिँ चियामा चिनी नखाने निदो गरेको, त्यसैले हो। अनि छोरीलाई थाहै छैन, हेर्नु न, बल्ल लगेर चिया राखेर पनि कति बेरमा हेरिराखेको कि। अनि उनलाई सरप्राइज भएर एकदम खुसी हुन्छन् कि दुधको चिया बनाएर दिँदा। अनि सक्खर राखेको हो नि भनेको, कस्तो मिठो रे। अनि ल हेर्नुहोस् है, मैले नि खाँदैछु, एकदमै मिठो छ हैन। साँच्चीकै चिनीभन्दा सक्खर राखेको चिया एकदम मिठो हुँदो रहेछ। हजुरहरू पनि ट्राई गर्नुहोस् है। चिनी चाहिँ आजदेखि बाई बाई। चिनी